यार टी20 टिम हो कि ओडिआई टिम हो कि इन्टरनेसनल टिम हो त मलाई एकचोटि भन्नु त के चाहियो भाइ भन्न म भनिदिइहाल्छु यार यस्तो चाहिँ अब त भन्नु के नै लाग्छ रे यार हेर्नु त टी20 मा त 6-6 म्याच जितिरहेको छ ओडिआईमा 3टा म्याच हारिसक्यो के खेला के हो इन्टरनेसनल टिम भन्ने कि टी20 टिम भन्ने कि ओडिआई टिम भन्ने बेकार छ बेकार टी20 वर्ल्ड कपमा 3चोटि गइसक्यो ओडिआई वर्ल्ड कपमा एकचोटि पनि गएको छैन के हो के नेपाल टिमको हालत यो क्रिकेट टिम अझ त्यो त हो त इन्टरनेसनल टिमै हो नि त नेपालको अब ओडिआईमा पनि कमब्याक गर्दैछ अब 3 म्याच त हारिसक्यो होला अबसम्म त अब युएससँग म्याच थियो होइन 3 म्याच त हारिसक्यो त्यही पनि कमब्याक त गर्दैछ नि त पिर नमान्नु मेरो भाइ नेपालले ओडिआईमा कहिले जान्छ वर्ल्ड कपमा ल त्यो कुरा चाहिँ छोडिदिउँ होइन अब हेरौँ हाम्रो एनपिएल टिमहरू अब एनपिएलमा नेपाली भन्दा विदेशीहरू धेरै छन् के हो त एनपिएल भन्ने नेपालीहरू मात्रै त हुन्न नि भाइहरू विदेशी पनि हुन्छ नि आइपिएलमा हेर विदेशी मात्रै छ नेपाली इन्डियन मात्रै छन् र विदेशी पनि छन् नि यार मैले विदेशीलाई नखेलाउनु भनेको होइन कि दाइ नेपाली प्लेयरहरू खाँचो भयो के कम छ नेपाली प्लेयरहरू विदेशीभन्दा त्यही खाँचोबाट त म जान्छु भनेको जनकपुर बोल्न कसरी लिँदैन अब के गर्नु त यार म पनि पोखरा एभेन्जर्समा जान्छु भनेको नि दाइ तर हल्का स्थिति मिलेन के दाइ यार एकाडेमी जानै पाइएन कि दाइ मजाक नगर्नु भाइ मजाक नगर तपाईँ पनि मजाक नगर्नु नि दाइ नगर्नु त्यही भाइ के त्यस्तो भन्नुहुन्छ मलाई मजाक गरेर म त साँच्चै जान्छु ल त्यो कुरा छोडिदिउँ अब जाने एनबिएलको टिमहरूको नाममा यो सूर्यबशी रोयल कुन देशको रोयल हो त नेपालमै पर्छ नि त कुन देशको रोयल हो पुरै देशभरले एउटा मात्र छ सूर्यबशी सबै मान्छेहरू भाट्टे हान्छ कुन देशको रोयल हो नेपालमै छ त अनि अर्को हेरौँ पोखरा एभेन्जर्स त्यो कुन देशको चिल हो कुन देशको इगल हो दुबईको इगल हो सेखरीको हो ठाउँको नाम हो नि पोखरा त यार नजान्ने नै भाइ यार पोखरा टिममा नले भन्नु त्यो पोखराको बिच जान्ने हो त होइन त्यो कुरा छोडिन्छ तर अब अर्को टिमको नाम चाहिँ विराट किङ त्यो कुन देशको किङ हो किङ त काठमाडौँमा थियो होइन कुन देशको किङ हो काठमाडौँ विराट सरेको हो कि किङ त छैन त अहिले कुन देशको किङ हो अनि अर्को हेरौँ जनकपुर बोल्स जनकपुर भन्ने कुन स्तम्भको बोल्स हो र ठाउँको नाम हो नि जनकपुर स्तम्भको बोल्स हो र कस्तो पागल छ अनि अर्को हेरौँ चितवन राइनो त अब चितवनमा राइनो छ भन्ने बित्तिकै चितवनको नाम राइनो हुन्छ चितवन राइनो हो गैडाहरू बस्छन् चितवनमा सबै मान्छे पनि गैडा हो नि त नजान्ने नै भाइ यार नजान्ने चुप लाग्ने यार अझै बोलिँदा म त काठमाडौँ गोर्खा अब काठमाडौँ गोर्खाको काठमाडौँको एउटा फिक्स गर्नु त पहिला काठमाडौँ भनेको गोर्खा कि गोर्खा भने काठमाडौँ हो दाइ त्यस्तो भनेको हुन्छ काठमाडौँ गोर्खा र ल गोर्खा भनेको गोर्खा काठमाडौँ भनेको काठमाडौँ नि मेरो भाइ यार अनि त्यस्तो भने टिमको नाम चाहिँ यस्तो राख्ने र काठमाडौँ गोर्खा कस्तो छ यार एनपिएलको पागलहरू ल भाइ छोडिदिएँ अब अरू टिमहरूको बेजत नगर होइन जाम अरू बिचतिर घुम्न जाम ल आजको लागि यति नै ल जाम बाई बाई बाई